0-10 1962 को विम्बल्डन प्रतियोगितामा एउटा सानो गुलाबी रङ्गले पुरै मैदानलाई हल्लायो। के भयो यस्तो? एक खेलाडीको पोसाकका कारण कसरी विश्वको सबैभन्दा प्रतिष्ठित टेनिस प्रतियोगितामा ठूलो विवाद भयो, आज हामी त्यसैबारे कुरा गर्दैछौं। 10-1 सन् 1962 मा ब्राजिलियन टेनिस खेलाडी मारिया बुएनो विम्बल्डनमा खेल्न फर्किइन्। उनले सेतो पोसाक लगाएकी थिइन्, तर जब उनले बल प्रहार गरिन्, उनको पोसाकको भित्री भाग र भित्री वस्त्र गुलाबी रङको देखियो। मैदानमा आश्चर्यजनक आवाज गुन्जियो। त्यसबेलासम्म विम्बल्डनमा सेतो पोसाक लगाउने चलन मात्र थियो, तर मारियाको यो सानो गुलाबी झलकले आयोजक समिति आक्रोशित बनायो। फलस्वरूप विम्बल्डनले पुरै सेतो पोसाकको नियम अझ कडा बनायो। आयोजक समितिका रूढिवादी पुरुष सदस्यहरू 1960 को दशकको सामाजिक परिवर्तनसँग असहमत थिए। यो पहिलो घटना थिएन। 1949 मा गसी मोरानले लेसवाला भित्री वस्त्रले हंगामा मचाएकी थिइन्। 2014 मा सेरेना विलियम्सले गुलाबी भित्री वस्त्र लगाएकै कारण नियम तोडिन्। यहाँसम्म कि रोजर फेडेररलाई पनि सुन्तला सोल भएको जुत्ता बदल्न भनियो। यी विवादित पोसाकका पछाडि टेड टिनलिन नामक पोसाक निर्माताको ठूलो भूमिका थियो। सुरुमा सेतो पोसाक धनी वर्गको पहिचान थियो। अहिले विम्बल्डनको परम्परा र छवि निर्माणको अभिन्न अङ्ग बनेको छ। 100-120 विम्बल्डनको परम्परा र फेसनको यो रमाइलो कथा कस्तो लाग्यो? यस्ता थप जानकारीका लागि हाम्रो च्यानललाई सदस्यता लिनुहोस् र यो भिडियोलाई मन पराउनुहोस्।